मसँग भएको यो फोन चाहिँ आइटेलको भिजन 1 हो। यो फोनलाई चाहिँ कसरी रिसेट गर्ने भनेर चाहिँ म देखाउन गइरहेको छु। यसलाई चाहिँ रिसेट गर्न पहिला सुरुमा फोनलाई चाहिँ अफ गर्नुपर्ने हुन्छ। अब फोन अफ गरिसकेपछि चाहिँ यसलाई हार्ड रिसेट गर्नको लागि चाहिँ यसको भोल्युम अप बटन र पावर बटनलाई चाहिँ एकैताली एकछिनसम्म थिचिरहनु पर्ने हुन्छ। जब यो आइटेलको लोगो देखाउँछ त्यसपछि चाहिँ अनि हामीले पावर बटनलाई छोडेर भोल्युम अप बटन चाहिँ एकहोरो थिचिरहनु पर्ने हुन्छ। त्यसपछि हामीलाई चाहिँ यो फ्याक्ट्री रिसेटको चाहिँ अप्सन आउँछ। त्यसपछि हामीले फ्याक्ट्री रिसेटमा क्लिक गरेर चाहिँ यो फोनलाई चाहिँ सजिलैसँग चाहिँ हार्ड रिसेट गर्न सक्छौँ। फोनको लकहरू बिर्सियो यान त्यान भयो भने चाहिँ हामीले यसलाई सजिलै यसरी चाहिँ हार्ड रिसेट गर्न सक्छौँ। यसरी हामीले आइटेल भिजन 1 फोनलाई चाहिँ हार्ड रिसेट गर्न सक्छौँ। अब फ्याक्ट्री रिसेटमा चाहिँ एकपटक क्लिक गरेपछि फोन चाहिँ रिसेट हुन्छ र अब यो फोन रिसेट भएपछि अन हुन चाहिँ एकछिन केही समय टाइम लाग्छ। यसको लागि चाहिँ एकछिन केही बेर कुर्नुपर्ने हुन्छ। त्यसपछि फोन रिसेट भएर पुनः फोन सुरु हुन्छ।